हेलो एभ्रिवान, आज चाहिँ म धेरै दिन बादमा तपाईँहरूको अगाडि सानो मेरो मिनी भ्लग लिएर आएको छु र तपाईँहरूलाई चाहिँ आज म के देखाउन आँटेको छु भन्दा आज चाहिँ म तपाईँहरूलाई देखाउँ बारी कोठेबारी हो। जहाँनिर चाहिँ मैले रोपेको खोर्सानी, डल्ले खोर्सानी हो। हेर्नुहोस्, ठुलो भएको छ, फल्छ कि फल्दैन, तर पुरा फुल चाहिँ लागेको छ होइन। हेर्नुहोस्, तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ हो लाम्चे खोर्सानी, ठाडे खोर्सानी भन्छ। यहाँ आमाले रोप्नु भएको, यो मैले रोपेको लौका हो। बल्ल बल्ल यत्रो भएको छ, फल्ने हो कि होइन थाहा छैन। अनि यो भुइँमा देख्नु भएको चाहिँ सबै पालङ्गे साग भन्छ नि, पालङ्गे साग हो। यो फर्सी चाहिँ अलिक बढ्दै बढेन हो, यो चाहिँ फर्सी हो। त्यसको बादमा चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। यो पालङ्गे साग चाहिँ खाने लायक छैन, किराले खाएको छ त, सुँगुरलाई हुन्छ भनेर छोड्नु भएको। सानो खाले टमाटर, मिनी टमाटर भनौँ न। त्यसको बादमा यो चाहिँ सेतो खाले बैगुन हो त, यो चाहिँ मैले एउटा बिजन राखेको छु। त्यसको बादमा चाहिँ अरू फल्दैछ, अब फुलहरू लाग्दैछ हो। अनि यहाँ चाहिँ मलाई गीता दिदीले कालिम्पोङबाट बीको बिरुवा पठाइदिनु भएको थियो, फुल लाग्दैछ। अब 1-2 दिनमा फल पनि लाग्छ होला हो। मलाई पुरा मनपर्छ बी चाहिँ, मेरो फेभरेट हो। त्यसको बादमा नि यहाँ चाहिँ आमाले अदुवा लाउनु भएको छ। यहाँ चाहिँ मैले करेला रोपेको छु, देख्नुहुँदै होला, करेलाको बोट हो। अनि यहाँनिर चाहिँ मैले लसुन लगाएको थिएँ कि, लसुन होइन, यो प्याज हो। लसुन त उखालिदिएँ, त्यति राम्ररी हुँदैन रहेछ, हामीले स्याहार्नु नसकेर होला हो। त्यसको बादमा अर्को चाहिँ म तपाईँहरूलाई देखाउँदैछु। हेर्नुहोस्, यो चाहिँ इस्कुसको मुन्टा। इस्कुस फल नफले पनि मुन्टा चाहिँ हामीले धेरैचोटि खाइसक्यौँ हो। मजाले मुन्टा फल्दैछ, हेर्नुहोस्।